नमस्ते साथीहरू। स्वागत छ दृष्टि पाठशालामा। साथीहरू, म तपाईँहरूको लागि आज एउटा टास्क दिनेछु। माथिमा जुन तपाईँ सेन्टेन्स हेरिराख्नु भएको छ, यो तपाईँहरूको लागि टास्क क्रिएसन। यसलाई तपाईँ, यो नेपाली वाक्य छन्, यसलाई तपाईँ इङ्ग्लिसमा ट्रान्सलेट गर्नुहोस् र ट्रान्सलेट गरेर भ्यायो भने नोटबुकमा ट्रान्सलेट गर्नुहोस् अनि लेखेर पिक तानेर होइन त्यो फर्मेटमा अपलोड गर्नुहोला। अब चाहिँ म एलिजा बहिनीलाई एउटा नेपाली वाक्य सोध्छु र उहाँलाई भन्छु ट्रान्सलेट गर्नको लागि। अहिले हेर्नुहोस्, उहाँ ट्रान्सलेट गर्न सक्नुहुन्छ कि हुँदैन? तपाईँ तयार हुनुहुन्छ? त वाक्य यस प्रकारको रहेको छन्। मेरो दाजु बिहानै उठेर घरका झ्यालहरू खोल्नुहुन्छ। मेरो दाजु बिहान यहाँ हेर्नुहोस् तपाईँ। My elder brother gets up early and opens the windows of our house. बहिनीले जुन तरिकाले ट्रान्सलेट गर्नुभयो एकदम सही रहेछन्। तर तपाईँहरूलाई लागिरहेको होला कि अब जुन सरले टास्क हामीलाई दिएको छ त्यसलाई कसरी ट्रान्सलेट गर्ने, यो सिक्नु छ भने अब म तपाईँलाई सिकाउने छु कि कसरी उहाँले र कसरी चाहिँ नेपाली सेन्टेन्सलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्नुपर्छ। यो अब म तपाईँलाई बताउने छु। अब म तपाईँलाई 3 स्टेप र 3वटा म्याजिक ट्रिक बताउँछु जसको हेल्पले तपाईँ कुनै पनि नेपाली वाक्यलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्न तपाईँ सक्नुहुन्छ। तर कुनै पनि म्याजिक ट्रिकले, कुनै पनि स्टेपले तपाईँलाई एकैपल्टमा सिकाउन सक्दैन। प्र्याक्टिस गर्नुपर्छ। हामीले प्र्याक्टिस गरेपछि मात्र हामी कुनै पनि कुरामा राम्रो हुन सक्छौँ। हाम्रो रुल्स के रहेको छन्, म्याजिक ट्रिक के रहेको छन् त्यो हामी हेरौँ एकपल्ट। फर्स्टमा जुनसुकै वाक्यलाई ट्रान्सलेट गर्नु छ भने यसमा हु खोज्नुहोस्, त्यसपछि डु, त्यसपछि रेस्ट। मतलब हु कल्थ भ्याल्यु को, डु कल्थ के गर्छ, रेस्ट मतलब बाँकी कुरा, वाक्यको बाँकी कुरा। अब यो फर्मुला हाम्रो के बन्यो, हु डु रेस्ट। अब यो फर्मुलालाई इक्जाम्पलको मार्फतले बुझौँ। मेरो दाजु बिहानै उठेर झ्याल खोल्नुहुन्छ। अब यसमा के रहेको छ, मेरो दाजु बिहानै उठेर झ्याल खोल्नुहुन्छ होइन। अब यसमा तपाईँ खोज्नुहोस् हु खोज्नुहोस्, त्यसपछि डु, त्यसपछि यो हु र डु खोजेपछि बाँकी जति पनि कुरा छुटेको छन् त्यो सबै रेस्टमा आइहाल्छन्। अब हाम्रो वाक्यको मेन व्यक्ति को रहेछन्, हु, को काम गरिरहेको छन्, मेन व्यक्ति को रहेछन्, हु, त मेरो दाजु होइन। त्यो मेरो दाजु मतलब माई एल्डर ब्रदर। अब डु, त्यो वाक्यमा चाहिँ के काम भइरहेको छन्, कुन कुन कार्य भइरहेको छन्। गेट्स अफ एन्ड ओपेन्स मतलब बिहान उठ्ने काम भइरहेको छन् होइन। त्यसपछि खोल्ने काम गरिरहेको छन्, बिहान उठ्ने त्यसपछि खोल्ने होइन। अब बाँकी जति कुरा छन् त्यो रेस्टमा आइहाल्छन्। अब वाक्य कसरी भन्छन्, सेन्टेन्स, माई एल्डर ब्रदर गेट्स अफ अर्ली एन्ड ओपेन्स द विन्डो। के भन्छन्, माई एल्डर ब्रदर गेट्स अफ अर्ली एन्ड ओपेन्स द विन्डो। हामीले याद गर्नुपर्ने म्याजिक लाइन के रहेछन्, को, मतलब वाक्यमा को पत्ता लगाउनुहोस्, को चाहिँ काम गर्ने व्यक्ति चाहिँ मेन व्यक्ति को रहेछन् त्यो पत्ता लगाउनुहोस्। त्यसपछि के काम भइरहेछन्, के गर्छ त्यो वाक्यमा, के काम भइरहेछन्, बाँकी कुरालाई एक ठाउँमा राख्नुहोस्। त्यसपछि हाम्रो वाक्य ट्रान्सलेट हुन सक्छ। तर प्र्याक्टिस चाहिँ धेरै गर्नु।